त्यो यो रालसँग निस्क्यो र त्यो चाटिसक्यो यस्तो राल हुनुपर्नेमा यो फोरै फोर्छ फोरै फोर्छ फोहोर भएको यो त्यही भएर त नि म किन सबै फोहोरी उन लादिन देखिरहेको छु यो गुहरू जस्तो देख्थेँ अनि लास्टमा त फेरि सालै पनि निकालेछ होला सालसँगै होला भनेको त टिपेर ल्याएको त अनि तैँले काट्नु नि भन्छ सानी कसरी काट्नु यो चाहिँ भन्छु नि म चाहिँ म त भुँडी फुटेको छ भने थाहै पो थिएन फेरि भाइ चाहिँ कहाँ छ बिचारा होइन जा भाइ यो बाख्रा चाहिँ सक्लो भ्यायो होइन यसले चाहिँ तर लास्टमा चाहिँ यसले चाहिँ यो चाहिँ भुँडी फुटेको निकालेछ बोका नै रहेछ बोका नै हो यो चाहिँ भुँडी फुटेर निक्लेको छ है यसरी ब्याएको छ बाख्रा यो लोदरो हो कि यो के हो यो चाहिँ फेरि सक्लै निकालेको छ बाख्रा यो चाहिँ भुँडी फुटाएर यस्तो भुँडी फुटेको निक्लेको छ यो बोका रहेछ बोका यो पाठी बोका सबैले नै ब्यायो तर भुँडी फुटेर निक्लेछ यो पाठी अगाडि ब्याउँछ अहिले यो पाली चाहिँ सबैले के भएर यस्तो भएछ यो यी चिरी पो गएको रहेछ त यी चिरेर निस्केको रहेछ यहाँ हेर्नु यो होइन के यसको यो भित्रको यो होइन नि यो रोगी रहेछ यो हेर्नु त यो रोगी नै थिएछ यो हेर्नु न यस्तो यो के हो नि अब हुन्छ यो त के गर्नु पर्छ तेरा पाठी राम्रै छ